कति पढ्नु भएको छ? मैले +2 गरेको छु तर हामीले सरकारीबाट गरेको छ त्यति इङ्ग्लिस केही आउँदैन पहिलाको जमानाको मान्छे त्यो पनि मधेसी मान्छे पहिलाको जमानाको मान्छेको उमेर कति भयो त? त्यही 32 होला ए आउँदो रहेछ त इङ्ग्लिस बोल्न पनि यो कुर्ता सुरुवाल लाउनु त भर्खर 1 वर्षदेखि सुरु गरे हो नभए साडी लाउने हामीहरूको जातले त धेरै तनाव दिन्छ नि हो हामीहरूको जातमा यस्तो कुर्ता सुरुवाल लगाएर नहिँड्ने साडी लगाउने घुन्डो तानेर बस्ने कसैसँग त्यस्तो मुखमुखै नबोल्ने अर्डरमा हिँड्नु पर्ने के सासू ससुराहरूको हामीलाई त्यो पहिला त्यस्तै थियो अहिले चाहिँ फरक पर्दैन अनि तपाईले यस्तो काम गर्दा सुरुमा सासू ससुराले के भन्नुभयो नि? गर्नु पर्दैन भनेर भन्नुभयो सुरुमा मैले चाहिँ म गर्छु नै भनेर जिद्दी हाने के मैले जिद्दी हान्न आँट कसरी गरेँ भने मैले जहाँ तालिम सिकाएको थियो नि त्यहाँ सेन्डिलहरू यस्तै बनाइरहेको थियो अब जस्तो यो छ त्यो 300 350 मा बिक्री हुन्थ्यो 1.5 घण्टामा बनाइहाल्थे दिनमा धेरै नगर्ने 30-35 जोर त बनाउँछु त्यही सोचेर मैले जिद्दी गर्न थालेँ तपाईको आफ्नै ब्रान्ड चाहिँ कुन हो नि? अहिले ब्रान्ड लिएकै छैन ब्रान्ड लिनलाई चाहिँ 3 लाख रुपैयाँ भन्नुहुन्छ अनि गाडो त त्यहाँ छ यस्तो स्पोर्ट निकालेर आउँछ यस्तो अनि त्यस्तो लिने विचार छ हेर्नु कहिलेसम्म भगवानले पुरा गर्छन् अब कहिले निक्लेला त यस्तो स्पोर्ट्स जुत्ता तपाईको आफ्नै ब्रान्ड? यस्तो एउटा ठुलो मेसिन अझै चाहिन्छ अनि त्यसको तपाईलाई म्याक्सिमम 10 लाख आइसी पर्छ तर गर्छु बिस्तारै पूर्ण गर्नुस् न बिस्तारै गर्न सोचमा छु हेर्नु यो रातो छ यो रातो सोल बनाउनमा जान्छ जुन हुन्छ नि यो प्लास्टिकको पाइपहरू यसकै बन्छ अरे यो हामी कभरबाट कलेक्सन गरेर ल्याउँछ यो मेसिनमा सब कटिङ हुन्छ हेर्नु यो कटिङ गरेपछि यस्तो निस्किन्छ अनि यही दाना त्यो मेसिनमा हाल्यो भने यस्तो सोल निस्किन्छ नै जस्तो मान्छेको नाम हुन्छ नि त्यस्तै जुत्ताको नाम पनि हुन्छ तुनावाला आउँछ इलास्टिकवाला आउँछ बुट आउँछ उहाँको छोरा पनि यही काम गर्नुहुन्छ भर्खर उहाँको अहिले नाति घरमा बिरामी परेर जानु भएको छ भतिजहरू पनि यही काम गर्नुहुन्छ सबैजना फ्यामिली नै उहाँको ए हो के नाम हजुरको? राम नरेश राम ए इन्डिया चाहिँ कहाँ रे तपाईको घर? मोतिहारी जिल्ला हो दक्ष कामदारै पाउनु गाह्रो हुन्छ किन? लोकल हाम्रो मान्छे यस्तो जुत्ता चप्पलको काम गर्न चाहँदैन भन्छ कि यो चमारले काम गर्छ यो हामी कोइरी हो वा कोइरीले काम गर्दैन यो सानो काम छ अब पैसा कमाउनको लागि सानो काम र ठुलो काममा के छ अब यो सिप छ हातमा यो सिप भएपछि जहाँ गयो भने तहाँ पनि काम पाउँछ न घाममा जाने हो न पानीमा जाने हो ठन्डामा घरमा बसेर काम गर्ने हो खानेकुरो सबै यहीँ पाउँछ ठ्याक्कै तपाईँलाई दिमागमा त्यही आएछ कि मान्छे जस्तो सोच्छ नि त्यस्तै दिमागमा आइबस्छ क्या त्यस्तो हुन्छ सोच चाहिँ मान्छेको त्यो छ अनि त्यो सोच चेन्ज गर्न धेरै अलिक टाइम लाग्छ बिस्तारै हुन्छ तर टाइम लाग्छ कति अब महिना दिनमा कति उत्पादन भयो कति कारिगरको चार्ज खर्च गयो कति बाँकी भयो त्यो त हिसाब हेर्नु पर्यो लस गइरहेछ कि प्रगति भइरहेछ त्यो त हेर्नु पर्यो जान्नु पर्यो त्यो हेर्छु ब्याङ्कबाटै प्रायः जसो हुन्छ अब कहीँ पठाउनु पर्यो भने 2 लाख 1 लाख 3 लाख जति पठाउनु पर्यो भने ब्याङ्कबाटै पठाउँछु यहीँबाट अनलाइनबाट मोबाइल ब्याङ्किङ गर्नुहुन्छ